यसरी नाके डाँडा यही होइन मामाहरू हाम्रो बाउ हजुर बाउ मेरा कुप्री बाउ जिजु बाउ धारा त मान्छे नहुँदा नि धारा राख्दिएको पानी आउँथ्यो जोड्थ्यो क्या यहाँ चाबी पो लाग्दो रहेछ त कसले किनेको यो यही छ गोठहरू पुरै रहेछ त व्यवस्थित यो चाहिँ कसको घर हो त्यो पनि घरै हो हजुरबाहरूको कस्तो बनाएको है पहिलेको घर चाहिँ हजुरआमा यहाँ आँपको बोट यो फुल नाचेको छैन हजुरबाहरू एकदमै राम्रो खोइ कान्छ हजुरबाहरूको चाहिँ अझै धेरै तल हो तपाईँ जानु एकदमै खिच्चिन्छ यो पनि आँपकै बोट रहेछ घुमाउने है चौकी त्यहाँ माथि यसमा होइन हजुरबाहरूको पहिले त सँगै छुट्टिनु भयो होइन पछि कि पहिले मलाई थाहा छैन यहाँ चाहिँ कसको घर थियो भन्नु होला है मैले यहाँ हजुरबाहरूको घर त तर यो जेठ फागुन चैतमा भएर यस्तो सुक्खा भएको होला है हरियो हुन्छ नि छिर्ने बाटै हुँदैन होला यहाँ अनि कति टाढा रहेछ त हजुर खोइ कहाँ छ ऊ त्यो सुनमाले खेत रहेछ अलिअलि देखिरहेको छ सुनमाले अझै छ होइन म देखाउँछु कान्छ हजुरबाहरूको कान्छ जाउँ न यहाँ आएपछि किन तल फेरि फर्किने भयो सुनमाले खेत सुनमाले खेत खोला छ मुनि खोला छ ढुङ्गा यस्तो टाढा पो रहेछ त दाजुभाइ घर त यी नजिकै त कसले टिन लगाएको छ त नयाँ टिन ए घर चाहिँ कुन हो यहाँ चाहिँ घर छ है हाम्रो काका हजुरबाहरूको घर यो चाहिँ लास्टै राम्रो रहेछ यहाँबाट नजारा हेर्दा चाहिँ टिनहरू लगाएको रहेछ नयाँ यहाँ सही छ सबै छ टिनहरू छ यहाँ पहाडी लुम्मादिन यो चाहिँ कुन हो दि यो लुम्मादिन भने यो चाहिँ कुन हो ए यो सिदिन यो लुम्मादिन यहाँ छ हाम्रो हजुरबाहरूको घर प्रेम काका तल प्रेम काकाहरूको घर होइन प्रेम काकाहरूको घर हो यो चाहिँ यहाँ टिन रहेछ यहाँ गोठहरू छ होइन यो गोठे होला नि घर त होइन होला नि यो देख्नु भएको थियो यहाँ यो काउसो होइन धुसुर पनि को बस्छ यहाँ त खरानी पनि छ यहीँ रहेछ यहाँ रहेछ काका हजुरबाहरूको घर टक्कसँगले अरू यति हो यतिमै अट्थ्यो अनि काका हजुरबाहरू त को काका हजुरबा ए काका हजुरबाहरूको त प्रेम काका पुष्प मामा अनि सोम मामा सीता दिदी हुनुहुन्थ्यो कहाँ अट्नुहुन्न थियो नि यहाँ त
तर घर यत्रो रहेछ पानी पनि स्टोर गरेर रहेछ राम्रो रहेछ ओके यहाँ छ घाम तुलिक्क ढल्किया छ यस्तो छ यहाँ कोलाहरू रहेछ नाके डाँडा हजुरबाहरूको घर चाहिँ त्यहाँ माथि छ है अझै हाम्रो पुरानो घर हाम्रो बाजेहरू हो क्या घर है हजुरबाको घर पनि पुग्यो अहिले यहाँ चाहिँ हाम्रो पोर्खौली घर हो यहाँ गोठ छ कोलाबारी कोला पाकेको रहेछ दिदी यार कोला रहेछ खोइ चराले सब खाएको छ धारा दिन्छ त्यतिखेर पनि धारा कहाँदेखि आउँथ्यो त्यो मलाई थाहा भएन यति पानी हुन्थ्यो काम गरेर आएर हात खुट्टाहरू धुने ठाउँ थियो यहाँ माछा साछा चाहिँ पाल्नुहुन्न थियो खोइ थियो कि ल घर त सही रहेछ नि त त्यतिखेर यतिको हुने मान्छेको मात्रै हो नि यो घर कहाँ यतिको राम्रो हो खतरा हो नि घर कस्तो डिजाइन छ हेर्नु त कति बिग्रिया छ भर्खर त बनाएका नि अरूले त यो छाड त भर्खर फेरेको होला होइन धेरै 10 वर्ष 5 अब त घर पाउँछु र टिए कस्तो मजाले यो हजुरबाले घर चाहिँ जरै बनाउनु भएको रहेछ नाके डाँडा पनि आइयो है आँगन रहन्छ माल दिदी फुपूहरू सबै हुर्केको यहीँ यहीँ हुर्किनु भयो नि ठ्याक्क नाके पहिले अर्को घर त यहाँ भत्काएन नि होइन अहिले त हेलो यहाँ है नाके डाँडा तर अहिले त बाटोकै छेउमा रहेछ टेन्सनै होइन पहिले पो थिएन त नाके यहाँबाट सिधै ल यति होला होइन यो घर यो किन आगो फुक्ने त देउताको उतो जस्तो लाग्यो मलाई किनकि यो चाहिँ गोठ बनाएको रहेछ हजुरबाहरूको घरलाई राम्रो छ यो चाहिँ काका हजुरबाहरूको घर हाम्रो चाहिँ माथि रहेछ यो टिनहरू रहेछ यहाँ रहेछ खरबारी त सबै माथिदेखि तल ल त्यो खरबारी यहाँ हजुरबाहरूको घर ल म त्यति गर्दै के अरे उ त देखिएको खेतको नाम सुनमाले चाहिँ कसको थियो त पहिले ल यो चाहिँ घुमाउने है घुमाउने पुरै हाइड्रोको कामहरू भइरहेको छ राउन्डको घर अनि राउन्डको पछि ठक्क यहाँ गोठ छ ए त्यो तिमसिना बारी अरे यहाँ भानुभक्त दाजु म तपाईँ तिमसिना बारी म तपाईँलाई देखाउँछु भानुभक्त दाजुकै लागि खिचिरहेको छु यो अनि यो चाहिँ कुन हो त यहाँ आयो भानुभक्त दाजुहरूको घर डक्कसँग यो हो कुन हो दिदी पहिला चाहिँ यहीँ थियो अरे तपाईँहरूको घर यो तिमसिना बारी यहाँ तलतिर छ यो चाहिँ घर यस्तो बनाएको छ यही यो र यो जस्तो हो त्यही त यहाँ कुरा गरिरहनुहुन्छ कहाँ हो भनेर नि हजुर भानुभक्तको दुईटा बुढी हुन् होइन जेठ दुईटा होइन 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 छोड्या होइन पहिलेको त खसेकी हो नि खसेको हिँड्या होइन पछि खसेको थियो जेठाको 3 जना छन् त्यो कान्छीपट्टिको एउटा छ जेठीको त खस्नु भयो नि त्यो यतै उतै यता कि उतै खस्नु भएको कसका 3वटा छोरा छन् एउटी छोरी छ पहिलेकी एउटा छोरी 2टा छोरा
छोरीको त बिहे गरिसकेको छ, नाति छ, नातिनी कि नाति छ, छोराले चाहिँ गरेका छैनन्, काम गर्छन्। यो ठुलो ढुङ्गो रहेछ यहाँ चाहिँ, मैले हिजो देखाएँ नि, यो ढुङ्गो चाहिँ देखेँ, तर अब यही हो भने ठुलो ढुङ्गो यहीँ छ, तर यो चाहिँ पल्टिन चाहिँ सक्ने रहेछ है, होइन यसो मुनि काँदै छैन अनि ठुलो ढुङ्गो रहेछ। आमा सानो छैन त हो नि, म त यत्रो सुन्दै ठुलो ढुङ्गो भने कि यत्रो होला भन्दै थिएँ यो ताको। यो माथिको पल्टेको, ऊ त माथिको झरेको होला, यो झऱ्यो भने त लगिहाल्थ्यो नि, तर पानी परेको बेला यो चाहिँ लान्छ, किन भन्नु न, त्यो गिलो बनाउँछ। देवी थान्ची कहाँ हो? यहीँ यहाँ चाहिँ ठुलो ढुङ्गो रहेछ।